घटनामा त्यो मध्यरातको ग्रह दशा बिग्रिएको शनि 7:30 को खाली पेट लोकल रक्सी तागत बिहानको भातको जवानीको तागत साथमा घोडा 2 हातको चिपिँदै थियो रात होटल बन्द गर्ने बातको जति खाइने नपुग्ने त्यो मदिराको जातको गोल्डेन ओक पुल भन्दै दिए पैसा साथको ओइमा खुट्टा छैन 2 फुट माग्ने खत्रे आँखको उठी हिँड्न लाको अन्जान मान्छेसँग भेटको त्यसमा थियो भन्यो केटा ढोका लगा गेटको हातिएन खोडा त्यसले देखा थिएन पेटको साथीले भन्यो समा यसको घाँटी रेटको सबै चालमा थिएँ मैले सम्झाउन खोजे आखिर कुरा चाहिँ के हो दाइ भनी त्यसलाई सोधे नसाले लट्ठ त्यसले उत्तर दिन थाल्यो एउटा हातमा रक्सी अर्को हातले चुरोट बाल्यो मदिराले लट्ठ हामीले हल्ला गर्यो अरे इट्टा हम्बर बोकी त्यसको केटा तल झरे धम्की दिन थाल्यो घरमा कट्टा राख्या छरे बार्यो तात्यो मेरो मलाई पालै छैन मरे अब कित मट कित मार सुरु हुन लाग्यो वार रगतको प्यासी टल्किरहेको थियो खोडाको धार अचानक मेरो भित्र भयो काल भैरव सवार कोको बोतल छेउमा उठाइदिए टाउको गोवार पार कति थिए पिँढीहरू हामी थियो जम्मा 4 सुनसान त्यो 12 बजे बन्द होटल भित्र वा खसी बोका होइन आज मान्छेलाई हानिन्छ मार जम्बिँदै भन्ने मैले निकाल केटा त्यो तरवार आँखा गयो वरिपरि अर्को ग्याङले घेरिरहेको साथीले खोडा झिक्यो कपडाले बेरिरहेको नि खोज्ने तिनीहरू सम्झाउँदा नटेरिरहेको हान्न मुला खोडा मैले भने के हेरिरहेको मध्यतो रातमा अन्धधुन्द खोडा चल्न थाल्यो नसाले लट्ट मेरो शरीर पनि गल्न थाल्यो जसले खोडा भिट्यो पाले किलो ढल्न थाल्यो उसमा थिए जो त्यसले खोडा प्रहर चल्न थाल्यो झ्यालमा बत्ती बल्न थाल्यो काहीँ 3जना होटलको साउ सम्हाल्न थाल्यो के भो भाइ तिमीलाई भन्दै अँगाल्न थाल्यो